हामी तामाघाट समाज कल्याणबाट माक्लो सिहरपुर हुँदै 1 किलोमिटर भित्र चाहिँ 7 नम्बर वडामा यो औषधि फ्याक्ट्री। यहाँबाट चाहिँ एउटा जग्गा हेर्न जाँदैछौँ। हामी पाँचखाल नगरपालिका वडा नम्बर 7 अन्तर्गत पर्ने एउटा यो भाइरल प्लानिङ भन्ने ठाउँमा एउटा जग्गा बिक्रीमा राखिएको छ। अब हामी यो चाहिँ मेन बाटोबाट प्लानिङको चाहिँ बाटोभित्र छिरिसकेको छौँ। यो 20 फुटे बाटो छ। यो जग्गाको छेउमा खुल्ला ओपन स्पेस भनेर राखिएको छ, जहाँ कि रोटेपिङ दसैँ तिहारमा राखिन्छ र त्यहाँ अर्को मन्दिर बनाउने भन्ने कुरो छ। यहाँनिर यो अहिले देखाएको भागमा यो बस्ने प्रतीक्षालय, यो सँगै जोडिएको यो 4 आना 2 दाम जग्गा, यो जग्गा बिक्रीमा राखिएको छ। र यो जग्गा किन्ने मान्छेलाई यो साइडमा यो जग्गा जुन बेच्नको लागि बिक्रीको लागि राखिएको छ। यो तल 4 आना 2 दाम छ देखेको ठुलो भवनहरू औषधि फ्याक्ट्री हो। त्यसै गरी हामी यो जग्गा यति बसी सुलभ मूल्यमा तल औषधि फ्याक्ट्री मेन बाटो राखिएको छ। अब यहाँ यो यत्रो चाहिँ घर बनिसकेको छ। भाइरल प्लानिङ हो यो। अब यो यतापट्टि चाहिँ यो जग्गा किन्नेलाई अब यो खुल्ला भएको बाहिर भएको ओपन स्पेस, यो मन्दिर बन्ने, त्यो गाडी राख्नलाई खुल्ला ठाउँ। यहाँ चाहिँ यो जग्गा किन्नलाई गाडी राख्ने ठाउँ बोनस हुन्छ। यताबाट यहाँ देख्न सक्नुहुन्छ बाटो पिच छ, ढलको व्यवस्था, ढल, नाली, बत्ती, पानी, सुनकोशी खाने पानी, गाडीहरूले सबैको व्यवस्था छ। चाहिने महानुभावले यो यहाँ देखाएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। यो सिधै जग्गा धनीको नम्बर हो र यसमा कुनै दलाली लाग्ने चान्स छैन।